सिंहले छायामा बसी भइसक्यो साथी गीत गाउन सक्नु छोड्यो भाइ मेरो भाइ 1 किलो मासु लिएर खाऊ ए अचङ तँ त उख्ला पातै पो पर्न थालिस् त उख्ला पातै मासु कति खानु पर्छ तँलाई ह लिएर पर 10 रुपियाँ लागेको छ खान पनि मन लाग्यो त 1 केजी मासु लिएर आइज त्यो खसीको ल 1 केजी मासु टक्क लाग्यो मासु लिएर जा कोलाएर अनि यसको के आउँछ र बाउ ए अचङ के आउँछ अरे उ बेला मेरो बाउले 5 रुपियाँमा 1 महिना भैँसी लिएर आएका थिए मैले 10 रुपियाँ एक कथा जग्गा दिने थिएँ केही आउँदैन भन्छ जान लिएर आइज कस्तो घरमा जङ्गल लिएछु कलेज ल्याउन नबिर्से कलेज साथले घिउ पाउँदैन दसैँको बेलामा राख्नु बाँकी दिन्छ बुझ्दा बोलाउँदैछु लम्बु बुझ्दा जैसा ल पैसा राख्नु त पैसा लोखा राख्नु परिरहेको मान्छे के को नराख्नु म ताल पर भने बुढी त राख्नु एउटा राख्दा 3 टा आउँछ भने किन नराख्नु राख्नु ज्याममा ल पैसा त राखेन अब के राख्ने भेसेस पट्टु सक्नु सब राख्नु भएन चिडी 3 एउटा लेसको 3 टा भेस चिडी 3 मात्रै ल राखौ के राख्नु मेरा अहिले पानामा पैसा लुगाइ राख्न मिल्छ मिल्छ यहाँ एउटा त राखिसक्यो त चुरा पनि राख्न मिल्छ है मिल्छ सब पैसा सच्चै हो झन्डीमा एउटा भेस परेर कतिवटा भेस आउँछ रे भाइ ए दुईटा त्यहाँ पऱ्यो नि 2टा आउँछ जति पऱ्यो त्यति आउँछ जति पऱ्यो त्यति खोल्नु पानाती मेरो लुगाले लाने भो ल यो लुगा सुगा छैन अब कसैको पनि छैन ल राखौ अरू राखौ ल राखौ कटुन राख्न मिल्छ ए जे पनि मिल्छ लु कसरी राख्दैन अब म राख्छु कटुन टावल छैन दाजु के को टापल हुनु हो राख न अब तिम्रो मकुटमा यसको बदला के आउँछ जिते भने पुरै सेट कपडा आउँछ नि हैन आउँछ जित्यो भने आउँछ तर हार्यो भने चाहिँ नाङ्गै जानुपर्छ नि टावल चाहिँ दिनुपर्छ है दाजु दिन्छ टावल हावामा कटु त पर्ला नि मेरो छैन नि त क्या त्यस्तो भनेर छैन ल टावल त दिनु न टावल सावल होइन नाङ्गै जाऊ ये क्या हो गया एउटा टुले अलि थिएन आउँथ्यो दसैँ आउन त पहिले नि यस्तो नाङ्गै भएको थिएन पहिले नि जाने जानु पर्ने नि अब दसैँ बल्ल लागेको दसैँ जुमै हामीसँगै जानुपर्छ टिका लाउनु पर्ने के गर्नु यिनीहरूलाई अब कहिले टिका लगाइदिएर जाने अब भोलि मुगा कहिले मम्मी हेर्नु यो के मान्छे कति राम्रो लुगा लाग्यो म दिदीको भदा नि अनि त चिन्दैनस् तपाईँको भदा होइन हामी यो त मेरो भदा नि हो कम्ता हिरो छ त दिनमा 6-7 चोटि लुगा फेर्छ राम्रो हुनुहुन्छ अहिले चोकको मैले पनि देखेको तपाईँको भदालाई राम्रो हुनुहुन्छ अहिले झन् हिरो भएर आउँछ अहिले हेर न मेरो भदाले कस्तो राम्रो ब्रान्डेड कपडा लगाएर आउँछ हेरौँ न त ब्रान्डेड रहेछ नि दिदी पनि कति लाउनु सकेको ब्रान्डेडै रहेछ देख्यो